यो भन्दा पहिलो भिडियोमा चाहिँ हामीले के पढेको थियो भन्दाखेरि वर्णमालाको का खा घा ङा भनेर पढेको थियो हैन। फेरि यसलाई फेरि रिपिट गर्नु पर्दा फेरि दोहोऱ्याएर पढ्नु पर्दा कसरी पढ्ने भन्दाखेरि फेरि तपाईहरुले लेखेर दिनुहुन्छ है। यो का भयो हैन, ले खा घा ङा भनेर पढ्नुपर्छ। जस्तै नेपालीमा लेख्नु पर्दा का भइहाल्यो हैन, त्यहाँदेखि खा अनि गा यसरी ङा भनेर पढ्यो हैन। आज चाहिँ के पढ्ने भन्दाखेरि यसको मुनिको के कस्तो रहेको छ भन्दाखेरि च्या छा झा न्या भन्ने छ। यो चाहिँ कसरी पढ्ने हो भन्दाखेरि फर्स्टमा म तपाईहरुलाई टिभीजन अक्षरमा लेखेर देखाउँछु। यता धर्का तान्यो, यहाँ मुनि तान्यो, यसरी तान्नु पर्ने हुन्छ। यो चाहिँ च्या भयो हैन, त्यसले भन्छ छा भन्छ, झा यसले न्या भनेर भनिन्छ। जस्तै यसले चाहिँ अब कसरी हामीले नेपालीमा लेख्न पर्यो भन्दाखेरि फर्स्टमा हैन यसले कसरी बुझ्ने हो भन्दाखेरि यसरी बुझ्नुपर्छ। हामीले च आदि लेख्यो अनि यमा आकार तान्दाखेरि के भयो च्या भनेर पढ्नुपर्छ, च्या भनेर है। अनि यसले कसरी पढ्ने भन्दाखेरि जस्तै हामीले यसो छ लेख्यो हैन, अब छ मा यस्तो गर्यो हामीले आदि छ लेख्यो हैन, या लेख्यो, यामा आकार तान्यो भने के हुन्छ छा, छा भनेर पढ्नुपर्छ। अनि तेस्रोमा रहेको छ झा, झा कसरी पढ्ने भन्दाखेरि पहिला ज लेख्यो, ज आदि लेख्यो, त्यसमा य लेख्यो, यले आकार तान्यो के भयो या, जस्तै झा भनेर झा झा भनेर पढ्नुपर्ने हुन्छ। अनि लास्टको रहेको छ चौथोमा न्या, न्या भनेर चाहिँ कसरी पढ्ने हो भन्दाखेरि अब न्या भनेर पढ्नुपर्ने चाहिँ कसैले ङा भनेर सबैले हो, तर न्या भनेर पढ्नुपर्छ है। कसैले यसरी पनि लेख्दै रहेछ ङ आदि लेखेर न्या भनेर हो, न्या भनेर यसरी पढ्दा पनि हुन्छ र यसरी पढ्दा पनि हुन्छ, न्या भनेर पढ्नुपर्छ। जस्तै यसले चाहिँ न्या भनेर पढ्नुपर्ने हुन्छ। जस्तै मैले लेखेको जस्तै गरेर तपाईहरुले लेखेर फेरि तपाईहरुले पढ्नु भयो भने के हुन्छ छुट्टै सम्बन्ध सकिन्छ, छुट्टै अक्षरहरू बुझ्न सकिन्छ, हामीले एकदम सजिलो हुन्छ, भुल्न सकिँदैन, छुट्टै बुझ्न सकिन्छ। जस्तै फेरि अब यो लेख्यो हैन, यसरी लेख्यो, तर यो हामीले पढ्दाखेरि त आउँछ सरल पढ्दाखेरि कसरी पढ्यो चा चा छा झा न्या भनेर पढ्यो, तर पढ्यो त पनि तर हामीले सुरु पढ्न त सक्यो, तर ल अब यो भित्रबाट अब यसलाई के भन्छ भन्दा सिधै हामीले सोध्यो भने के हुन्छ थाहा हुँदैन हो। त्यसै कारणले हामीले लेखेर पढ्यो भने चाहिँ हामीले एकदम बुझ्न पनि सजिलो हुन्छ, अक्षर पनि चिनिन्छ हो। त्यसको लागि चाहिँ हामीले सक्दो लेखेर पढ्यो भने चाहिँ राम्रो हुन्छ है हो। अनि यो लेख्ने चाहिँ कसरी लेख्ने भन्दाखेरि पहिलो तपाईले है यो उचिन भन्छ, यो टाउको भएको अक्षर हो, सबै अक्षरमा प्राय जस्तो अक्षरमा चाहिँ यस्तो भएको हुन्छ, यो चाहिँ टाउको है। अनि जस्तै अब यो लेख्नु पर्यो भने कसरी लेख्ने हो म ठुलोमा देखाउँछु तपाईलाई है। यो लेख्नु पर्यो भने पहिला उता थर्को तान्यो हैन, त्यहाँदेखि यहाँबाट यस्तो सिधै तान्नु भयो हुन्छ। अब यो लेख्ने तरिका धेरै छ, तर यसरी तान्यो भने तपाईले सजिलो हुन्छ। त्यहाँदेखि चाहिँ यहाँ बीचबाट यसो ल्याएर गोलो बनाएर यसो लानु भयो भने चाहिँ ठ्याक्क अनि च्या हुन्छ है। यसरी यो थोप्ला लाउनु पर्ने हुन्छ। यो थोप्ला लाएन भने फेरि यो त दुईटा अक्षरहरू चिन्न सकिँदैन हो, त्यसैले यसरी लेख्नु पर्ने हुन्छ है च्या। अब यो छ
यो चा मेटाइदिउँ है। यो छा चाहिँ कसरी लेख्ने भन्दाखेरि पहिला यता तान्यो होइन, सिधा सिधा हुनुपर्छ है। यो चाहिँ सिधा तान्यो होइन, त्यहाँदेखि यहाँ बिचबाट सिधै ल्यायो, यहाँ ठ्याक्क गोलो बनायो, यहाँबाट पनि ठ्याक्क गोलो बनायो, गोला बनायो, ठ्याक्क यहाँ जोड्यो भने के भन्छ छा भनेर पढ्नुपर्छ है। जस्तै अहिले मैले कसरी लेखेको थियो, यसरी लेखेको थिएँ नि होइन, छा भनेर पढ्नुपर्छ। अहिले चाहिँ छलाई यसरी गरेर चा भयो है, यो चाहिँ छा भनेर पढ्नुपर्छ। अनि तेस्रोमा रहेको छ के भन्दाखेरि झा। अब यो चाहिँ कसरी लेख्ने भन्दाखेरि यो पनि त्यस्तै, पहिला उता लामो तान्यो, यहाँदेखि यता ल्यायो, यहाँदेखि फेरि अलि मुनि लग्यो, बिच चाहिँ सिधैबाट यस्तो यो र यो बराबर पाउडर राखेर तान्यो भने के भन्छ यसलाई झा है। जल आदि या आकार झा भनेर पढ्नुपर्छ, झा है। त्यहाँदेखि चौथोमा रहेको छ यो न्या। यो न्या भने चाहिँ कसरी लेख्ने हो भने तपाईँले अलमले भने यसरी लेख्नुपर्छ है। पहिला यहाँ टुप्पा लेख्यो, अलि सानो टुप्पा लेख्यो, त्यहाँदेखि यता ल्यायो, त्यहाँदेखि यहाँ मुनि ल्यायो, यति राखेको हुन्छ। यसरी यहाँदेखि यसरी घुमाए पनि हुन्छ, यसरी घुमाए पनि हुन्छ, यसरी घुमाएर राख्नु भए पनि हुन्छ। र अर्को पनि यसो गर्यो, यता गर्यो, यो यस्तो गरेर सिधै यस्तो गर्नु भए पनि हुन्छ। अनि यहाँबाट सिधै यहाँबाट यसरी तान्नु भए हुन्छ, यसरी लेख्नु भयो भने चाहिँ यसरी न्या बनिन्छ है। लेख्ने तरिका चाहिँ यस्तै हो। तपाईँलाई थाहा भएन भने म ठुलो अक्षर देखाउँछु। उता गर्यो, यहाँबाट यता ल्यायो होइन, यहाँबाट यता ल्यायो, यस्तो ल्यायो हुन्छ। र फेरि तपाईँले अब यहाँबाट यस्तो गर्नुभयो पनि हुन्छ, यस्तो गर्यो, फेरि यहीँबाट यस्तो ल्यायो भने पनि हुन्छ, यसरी ल्याउनु भयो पनि हुन्छ है। सुरुदेखि म सिकाउँछु तपाईँहरूले होइन, कहाँ कसरी लेख्ने हो भन्दाखेरि होइन, यस्तो गर्नु फास्टमा है। यस्तो धर्को तान्नु लामो, यहाँदेखि यता कुङ्लिङ गर्नु, अनि अलि लामो तान्नु, त्यहाँदेखि सिधा मुनि तान्नु, के भयो का भयो है। का यसरी लेख्नुपर्छ। अनि खा कसरी लेख्ने, उता धर्को तान्यो, यहाँ छेउबाट अलि मुनि तान्यो, यहाँबाट यता ल्यायो, त्यहाँदेखि उता लाग्यो, यहाँ सिधाबाट मुनि यसो तान्यो के हुन्छ, यसरी तान्यो भने चाहिँ यहाँ ठ्याक्क यहाँ आउनुपर्छ है। यसरी तान्यो भने चाहिँ खा भइहाल्यो, खा है। अब कसरी पढ्नुपर्छ भने तपाईँले बिर्सिनु भयो होला। यो फर्स्टमा चाहिँ यसरी का भनेर पढ्ने हो, यो चाहिँ खा भनेर पढ्नुपर्ने है, खा भनेर पढ्नुपर्ने हुन्छ। अनि फेरि म अर्को पनि सिकाउने तपाईँहरूलाई। अनि घा चाहिँ कसरी लेख्नुपर्छ भने घा पनि यस्तो उता गर्यो, यता तान्यो, उता लग्यो, बिचबाट ठ्याक्क ल्यायो, त्यहाँबाट यसरी तान्नुपर्ने हुन्छ है। फेरि देखाउँछु, उता लग्यो, यता ल्यायो, यता अनि यसरी तान्यो भने चाहिँ ठ्याक्क घा हुन्छ। अनि चौथोमा रहेको छ घा चाहिँ कसरी लेख्ने भन्दाखेरि आज घा भने तपाईँले थाहा होला नि होइन। अहिले मैले घा लेख्ने तरिका चाहिँ यसरी सिकाएको थिएँ नि, यसो गरेर यसरी लेख्नुपर्ने हुन्छ होइन। यो चाहिँ कसरी पढ्छ भन्दाखेरि घा भनेर पढ्छ है। अनि घा भनेर पढ्छ। घा भने चाहिँ फेरि यो उता गर्यो, अलि ठुलो अक्षरमा देखाउँछु म तपाईँहरूलाई, यो सानो भयो होला, अलि ठुलो अक्षरमा लेखेर देखाउँछु है। उता लग्यो, उता लाग्यो, यसो गरेर है, यसरी लेख्यो भने चाहिँ अनि लेख्दै पढ्यो भने चाहिँ हामीले क्याचिङ गर्न सकिन्छ, सम्हाल्न सकिन्छ है। हो यसरी। अनि आजको लागि यति नै हो। तपाईँहरू मन परेमा भिडियो लाइक सेयर गर्न नभुल्नु होला, कमेन्ट गर्न नभुल्नु होला। अनि फेरि यस्तो भिडियोहरू लागि तपाईँहरू सब्सक्राइब गर्न नभुल्नु होला है। हस्त नमस्ते, तर्सित लेख।